के तपाईँ नेपाल टेलिकमको सिम मार्फत डाटा चलाउँदै हुनुहुन्छ? यदि चलाउँदै हुनुहुन्छ भने यो भिडियोलाई पुरा हेरिदिनु होला। नेपाल टेलिकमको सिम मार्फत डाटा चलाउने साथीहरूको लागि यो भिडियो अत्यन्तै उपयोगी छ। तपाईहरुले स्क्रिनमा हेर्नु होला। तपाईहरुले पहिले *444# डायल गरेर नमस्तेको सिममा डायल गर्नु होला। यो अप्सन खुलिसकेपछि तपाईहरुले इनेबल डिसेबल पेजी भन्ने 4 नम्बरमा छ, 4 टाइप गरेर सेन्ड गर्नु होला र यो अप्सन खुल्छ र तपाईहरुले डिसेबल भन्ने 1 नम्बरमा छ, 1 टाइप गरेर सेन्ड गर्दिनु होला। तपाईलाई यो पेजी डाटा सर्भिस डिसेबल भनेर यस्तो मेसेज देखाउने छ र तपाईको सक्सेस हुनेछ। यो प्रक्रिया तपाईहरुले पूरा गरिसकेपछि डाटा सकिनेछ र तपाईहरुको मेन ब्यालेन्सबाट पैसा काटिने छैन। त्यसैले सम्पूर्ण साथीहरुलाई सक्दो शेयर गरेर सबैलाई सहयोग गर्नु होला।